हेलो झोरले नमस्ते सम्पूर्णमा। यो ब्लग चाहिँ विशेष गरी यो दैलेखुचुनीको ब्लग हो। समयको अभावको कारणले र व्यस्तताको कारणले गर्दाखेरि मैले यो भिडियो चाहिँ राख्न पाइरहेको थिएन। सो यो भिडियो चाहिँ अब मैले चाहिँ राख्ने कोसिस गर्दैछु। यो भिडियो चाहिँ दैलेखुचुनी भन्दाखेरि चाहिँ हाम्रो माथिको रिता बहिनी र कान्छी बहिनीको उता लिउडाँडादेखि र ताप्केदेखि चाहिँ आउने कुरा छ र हामीले एकैसँग आउने कुरा भन्दा पनि हामी दाजुभाइ सल्लाह गरेर हामी सधैँ दाजुभाइहरू मिलेर यो दैलेखुचुनी गर्ने गर्छौँ त। त्यो भएको कारणले हामी चाहिँ अब एकैचोटि बोलाउने भनेर हामीले चाहिँ अब ताप्केतिरको पनि अनि लिउडाँडाको पनि आजै यो दिन चाहिँ हामी बोलाएको थियौँ। अब बाँकी भिडियोहरू चाहिँ अब हजुरले चाहिँ अब पाहुनाहरू आइसकेपछिको भिडियो पनि मैले पछाडि राखेको छु। यो भिडियो चाहिँ एकदम अन्तिमसम्म हेर्नु होला क्रमशः। भिडियो चाहिँ अब कस्तो लाग्छ हजुरले चाहिँ अब हेरेर होइन प्रतिक्रिया दिने होला। यो भिडियो चाहिँ विशेष गरी मैले चाहिँ सम्झनाको लागि मात्रै बनाएको भिडियो हो। यो भिडियो यसरी बनाउँदै गर्दाखेरि र युट्युबमा राख्दाखेरि अब सधैँभरि चाहिँ अब रहिरहन्छ, पछिसम्म पनि हामीले चाहिँ अब हेर्न पाइन्छ। त्यतिखेर त अब आफ्नो काम व्यस्तताले गर्दाखेरि अब के कस्तो भयो अब थाहा भएन। अब पाहुनाहरूले चाहिँ अब राम्रोसँग पाउनुभयो या भएन त्यो थाहा भएन। तर पनि यो अब भिडियो हेरिसकेपछि हामीले अब कहाँनिर गल्ती गरौँ के अब गल्ती कमजोरीहरू यसबाट पनि सिक्न सकिन्छ। आगामी दिनहरूमा अब सुधार्ने मौका पनि पाइन्छ। अब पाहुना खुवाउँदा चाहिँ यसरी गर्नुपर्दो रहेछ भन्ने कुरा पनि एउटा चाहिँ बाटो रहन्छ भने अर्को कुरा चाहिँ अब हामी गएको थियौँ है त यहाँ अब मेजबान तयारी गर्दाखेरि अब म आफै पनि यहाँ खटिरहेको छु मासु बोक्नलाई। सो त्यो भएको कारणले पनि मैले त्यसरी अब यो भ्लगहरू अहिले चाहिँ अब यो समय चाहिँ मिलेर अब अहिले त म यता विदेशतिर आइसकेको छु नि त। त्यो भएर अहिले कहिले हाम्रो दिदीलाई पनि देखाउनु पर्छ। पछिको फेरि समयमा चाहिँ म आफ्नो घरतिरको परिवारको सम्झना ताजा हुन्छ, ताजा पनि हुन्छ। यो भिडियो पनि अब म एडिट गर्दै बनाउँदै हुन्छु। मेरो साढो भाइले मासु चलाउँदै हुनुहुन्छ। ल फाइनली गाइस यहाँ पाहुनाहरू पनि सबै आइसक्नु भएको छ। यहाँ पाहुनाहरू चाहिँ हाम्रो कान्छीपट्टिको है, यो ताप्केतिरबाट आउनुभएको फुपू फुसाइहरू अब अनि बहिनीहरू भान्जीहरू सबै आउनुभएको छ। ताप्केदेखिको पाहुनाहरू हुनुहुन्छ। भने यतातिर चाहिँ हाम्रो रिता बहिनीको तर्फबाट उता रिता बहिनीकोतिरको लिउडाँडाको पाहुनाहरू हुनुहुन्छ। लिउडाँडा त त्यसै पनि अब मेरो पहिले सानोदेखि अब खेलेको हुर्केको ठाउँ। यहाँ चाहिँ बस्नु भने सबै मेरो ज्वाइँहरू हुनुहुन्छ, मेरो आफ्नै अब मामा पर्नुहुन्छ, अब कोही अब के पर्नुहुन्छ होइन। अब साथी पनि भनौँ सानैदेखिको खेलेको साथीहरू पनि हुनुहुन्छ। हाम्रो आमाको माइत चाहिँ लिउडाँडा हो नि त। त्यो भएको कारणले चाहिँ अब सानैदेखि अब लिउडाँडामाको साथीहरूलाई चाहिँ लगभग अब चिनजान छ। अब साथी अब मामा सबै अब सानोले मामा पर्नुहुन्छ, कोही साला पर्नुहुन्छ, कोही जेठान पर्नुहुन्छ। भए पनि हामीसँगै हामी हुर्केको साथीहरू हुनुहुन्छ। त्यही भएर चिनजान भएर एकछिन गफगाफ पनि भयो। भने यता पिँढीतिर पनि लिउडाँडातिरकै पाहुनाहरू हुनुहुन्छ र यता आँगनतिर बहिनीहरू भान्जीहरू बस्दै हुनुहुन्छ। सबैजना व्यस्त हुनुहुन्छ गफगाफमा। यहाँ हाम्रो रिता बहिनीलाई पनि अब देखाइरहेको छु। अब भने यहाँ यता म फेरि यतातिर गएँ है त। यतातिर को हुनुहुन्छ यतातिर चाहिँ हाम्रो लिउडाँडाको फुपूहरू हुनुहुन्छ। उहाँहरू पनि अब खानपिनमा व्यस्त हुनुहुन्छ। हाम्रो भाउजूले सर्भ गर्दै हुनुहुन्छ। त्यहाँ ज्वाइँ पनि भान्जा पो रहेछ, सरी हाम्रो भान्जा पनि खटिराख्नु भएको छ। भने यता लिउडाँडाको पाहुनातिर आएँ है त म। उहाँहरू मामाहरू ज्वाइँहरू मजाले खानामा व्यस्त हुनुहुन्छ। उतातिर
चलिरहेको छ यस्तै हो अब गाउँघरको होइन अब गाउँघरमा दुःखै हुन्छ अब यसरी अब सानो आँगन हुन्छ यसरी पाहुना खुवाउनलाई धेरै पाहुना हुँदाखेरि गाह्रो नै हुन्छ किनभने अब यो अब कुनै पार्टी प्यालेस त होइन तर पनि पार्टी प्यालेस नभए पनि आजभोलि अब पहिलाको तुलनामा धेरै नै परिवर्तन हो गाउँमा कुर्सी टेबलहरूको पनि व्यवस्था हुन्छ नि त पहिला त हाम्रो पालामा कुन्द्रीमा मजाले टक्क बसेर अनि खाने गर्थ्यौँ। ल त साथीहरू अब म भिडियोलाई पनि अन्त्य गर्न चाहन्छु। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभयो जति पनि भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभयो उहाँहरूलाई पनि धन्यवाद भन्दै यो भिडियो चाहिँ म अन्त्य गर्न चाहन्छु। धन्यवाद।